दर्शकहरू एकैछिन यो भिडियो हेरिदिनु त। म बन्न गइसकेपछि मेरो छोरा अन्तरबाटासम्म आउँथ्यो भन्दै ये आमाले यसरी गीत गाएका छन्। र यदि तपाईमा नेपालीको रक्त बगेको छ भने यो भिडियोलाई खाली 500 सम्म शेयर गरिदिनु होला। ल है त सुन्नुहोस्। दर्शकहरू यो गाना सुन्दा त मलाई आँखाबाट यति आँसु आयो भने तपाईको मनमा कति आँसु आउँथ्यो होला है। हामी परदेशीको जिन्दगी न त बुवा आमाको माया पाइन्छ न त कसै बाहिरको। जति छ साला जिन्दगी विदेशमै बिताउनु छ यार। भिडियोलाई सक्दो शेयर गरिदिनु होला र यो आमाको भिडियोलाई धेरै भन्दा धेरै भाइरल गराउनु होला के। फेसबुकमा यो आमाको नाम रुनु पर्छ के साथीहरु। हेर्नु त स्टोर र तपाईहरु के भन्न चाहनुहुन्छ प्लिज कमेन्ट गर्नु होला है। थ्यांक यू।